यस्तो फनी क्लिप्स चाहिँ कसरी डाउनलोड गर्ने टिकटक भित्रैबाट, त्यही पनि वाटरमार्क नलागिकन। अब त्यसको लागि चाहिँ भिडियो पुरा हेर्नु होला। यहाँ माथि शारदा सिस्टरले सोध्नु भएको छ कसरी फनी क्लिप डाउनलोड गर्ने भनेर। उहाँ बाहेक धेरै साथीहरूले सोध्नु भएको छ। म एकदम सिम्पल तरिकाले सिकाउँछु, भिडियो चाहिँ राम्रोसँग हेर्नु होला है त। अब फनी क्लिप्स डाउनलोड गर्न चाहिँ सुरुमा चाहिँ तपाईँ टिकटकको सर्च बारमा जानु होला। अनि त्यसपछि फनी भिडियो क्लिप्स भनेर तपाईँले यसरी टाइप गर्नु होला। त्यसपछि चाहिँ फनी भिडियो क्लिप्सहरू खुल्छ। त्यसपछि यो भिडियो क्लिपमा यसरी चाहिँ तपाईँले क्लिक गर्नु होला। त्यसपछि यो तल सेयरको बटन छ नि, सेयरको बटनमा यसरी क्लिक गर्नु होला। यति गरेपछि यहाँ तल डाउनलोड्स भनेर देखाउँछ है। तपाईँले यो सिधै डाउनलोड गर्नुभयो भने तपाईँको यो भिडियो डाउनलोड चाहिँ हुन्छ, तर वाटरमार्क लागेर आउँछ। यानि कि टिकटकको लोगो, यो आइडीको युजर नेम सहित लागेर आउँछ। सो हामीलाई चाहिँ त्यस्तो लोगो भएको चाहिँ डाउनलोड गर्नु हुँदैन। हामीले त्यस्तो युज नगर्दा नै राम्रो। सो हामीलाई चाहिँ वाटरमार्क बिनाको चाहिँ यो क्लिप चाहियो भने चाहिँ सुरुमै यहाँ कपी लिङ्क गर्ने एकचोटि है। एकचोटि कपी लिङ्क गरेपछि ब्याक जाने, अथवा तपाईँ सिधै यसरी बाहिर गएपछि तपाईँको मोबाइलको स्क्रिनमा आउनु होला। त्यसपछि यहाँ तपाईँको गुगलमा जानु होला है। गुगलमा गएपछि हाउ टु डाउनलोड टिकटक भिडियोज विदाउट वाटरमार्क भनेर टाइप गर्नु होला। हेर्नु त, तपाईँले राम्रोसित हेर्नु होला। यो सेम यही टाइप गर्नु होला। यसरी टाइप गरिसकेपछि यहाँ तपाईँले आउँछ यो स्न्यापटिक भन्ने। स्न्यापटिक भनेको चाहिँ तपाईँको भिडियोलाई चाहिँ विदाउट वाटरमार्क नै डाउनलोड गर्छ है। अब त्यसको लागि चाहिँ तपाईँले यसमा यसरी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अघि हामीले कपी लिङ्क गरेका थियौँ नि, त्यो कपी लिङ्क गरेकोलाई चाहिँ हामीले यहाँ यसरी यसरी टच गरेपछि यहाँ आएर पेस्ट हुन्छ है। यसरी पेस्ट हुन्छ होइन। यति गरिसकेपछि तपाईँले यो डाउनलोडमा थिचिदिनु होला। यसरी यसरी थिचिसकेपछि यसरी आउँछ हेर्नु त, डाउनलोड नो वाटरमार्क भन्छ है। तपाईँले यसरी क्लिक गरिदिनु होला। ल हेर्नुहोस् त, डाउनलोड भइ नै सकेको छ हेर्नुहोस् है त। अब डाउनलोड भयो कि भएन, वाटरमार्क लागेको छ कि छैन, ब्याक गरेर हेरौँ है त फेरि है त। अब मेरो ग्यालरीमा जान्छु है त। यो म ग्यालरीमा पुगेँ। ग्यालरीमा अब आज डाउनलोड भएको अहिले देखाइहाल्छ एकैछिनमा। ल देखाइ नै सक्यो है। यो मैले भिडियोमा गएँ। ल हेर्नुहोस् त, यो भर्खरै डाउनलोड भयो। म सुनाउँछु है त। ल यो भयो। म तपाईँलाई पहिला भोल्युम अफ गर्छु। त्यसपछि हेर्नु त, अब यो डाउनलोड भयो, तर यसको यहाँ वरिपरि कुनै पनि यो लोगो छैन है, वाटरमार्क छैन। हेर्नुहोस् त, तपाईँलाई म फेरि एकचोटि देखाउँछु प्ले गरेर। हेर्नु त, यहाँ कहीँ तपाईँले देख्नुभयो त वाटरमार्क अथवा लोगो केही पनि छैन नि हो। यसरी चाहिँ तपाईँले फनी क्लिप डाउनलोड गर्न सक्नु। फनी क्लिप मात्रै होइन, अन्य भिडियोजहरू पनि तपाईँले यसै गरी विदाउट वाटरमार्क चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ टिकटक भित्रबाट गुगलमा आएर। मैले अघि देखाएको जुन त्यो स्न्यापटिक भन्ने एप चाहिँ तपाईँले डाउनलोड गरेर राख्नुभयो भने अझ तपाईँलाई गुगलमा पनि जानु पर्दैन, सिधै डाउनलोड गर्न पनि मिल्छ है। सो डाउनलोड गर्ने अन्य तरिकाहरू छन्, अरू एपहरू पनि छन् होइन, तर एकदम सिम्पल र सरल तरिकाबाट डाउनलोड गर्न चाहिँ यसरी नै मिल्छ। मैले सधैँभरि डाउनलोड चाहिँ यसरी नै गर्छु, र मैले जे जानेको छु मैले त्यही मात्रै सिकाएको हो। अरूहरू तरिका पनि छन्।